यदि सुशीला कार्कीजी दिदी, प्यारी दिदी, हजुरलाई त्यो कुर्सीमा राखेको चुनाव गराउनलाई मात्र होइन, त्यो कुर्सी भनेको एकदम दुःखले बनेको। आज त्यो कुर्सी पछाडिको कालापानी लिम्बुलेक्स त्यो नक्सा नदेख्दा आँसु आएको छ। यदि म त्यही कुर्सीमा बस्यो भने कालापानी लिम्बुलेक्स त्यो नक्सा राख्ने बाचा पनि यहीबाट गर्न चाहन्छु। इन्डियाको विदेशीको कठपुतली बनेर होइन, विदेशीहरूको हस्तक्षेपलाई हाम्रो सही छैन। त्यही भएर अहिले हामीले 108 जना विज्ञको टोली पनि बनाइसकेका छौँ। संविधान पुनर्लेखन गर्नलाई संविधानविदहरूको टोली पनि बनाइसकेका छौँ। देशलाई आत्मनिर्भर बनाउनका लागि किसानदेखि व्यापारीहरूको टोली पनि बनाइसकेका छौँ। यो देशमा क्रान्ति गर्नका लागि, परिवर्तन गर्नका लागि हाम्रो ट्याक्सी व्यवसायदेखि मजदुरदेखि किसानदेखि सबैलाई एक गरेर अगाडि बढेका छौँ। पुराना पार्टीहरू, पुराना कार्यकर्ताहरू सबैजनालाई म आज हजुरहरूलाई सम्बोधन गर्न चाहन्छु। हजुरहरूले राम्रो गरिदिएको भयो ओली बा, हजुरले राम्रो गरिदिएको भए प्रचण्ड बा, हजुरले राम्रो गरिदिएको देउ बा, हामी आउने पनि थिएनौँ होइन। यो विद्रोह वैकल्पिक शक्तिहरू जुट्ने पनि थिएनन्, उठ्ने पनि थिएनन्। हामी हाम्रो डाक्टर काम गरेर व्यस्त थियौँ, वैज्ञानिक कार्य काम गरेर व्यस्त थिए होइन। यो मेयर साहब हाम्रो इन्जिनियरिङ काम गरेर व्यस्त थिए, सबै हाम्रो आफ्नो काममा व्यस्त थियौँ। हजुरहरूले हामी जन्मेदेखि 12 महिना जनताहरू रुवाउने, 12 महिना जनता लडाउने गरेको हुनाले हामीले यो विद्रोह गरेको हो। यो विद्रोह पछि के हुन्छ, कसो हुन्छ, कसरी हुन्छ भन्छन् नि त, हुन्छ है। सम्पूर्ण जेन्जी भाइहरूलाई म के अनुरोध गर्न चाहन्छु र के रिक्वेस्ट गर्न चाहन्छु भन्दाखेरि, हेर जेन्जी भाइहरू, तिमीहरूले ठुलो योगदान पुर्याएका छौ। हामीले गर्न नसके, इतिहासमा कसैले गर्न नसकेको विद्रोह तिमीहरूले गरेका छौ होइन। 32 घण्टामा 2 दिनमा होइन 40 वर्षदेखि रोजगार गरेको सरकारलाई मुटु हल्लाएर हटेका छौ। तिमीहरूको परिवर्तन यो केपीओलीलाई हटाएर सुशीला कार्कीलाई ल्याउन, रमेश लेखकलाई हटाएर हाम्रो ओम प्रकाश आर्यलाई ल्याउन भएको होइन। तिमीहरूको विद्रोह भनेको देशमा रहेको कुशासनलाई हटाउनका लागि, शिक्षा स्वास्थ्य निःशुल्क गर्नका लागि, जुन तरिकाले व्यथिति, बेरोजगारी, विसङ्गतिहरू छ त्यसलाई चिर्नका लागि भएको। तिमीहरूको आन्दोलनको यो सुरुवात हो, पुरा भएको छैन। तिमीहरूको आन्दोलनमा अहिले म किन प्रधानमन्त्रीको उम्मेदवारी दिन पर्यो, किन आउनु पर्यो, किन तिमीहरूसँग आउनु पर्यो भन्दाखेरि कमसेकम सम्भव छ भनेर त कसैले देख्नु पर्यो नि। कसै न कसैले त सम्भव छ भनेर देखाउनु पर्यो नि त होइन। कसै न कसैले त भन्नु पर्यो नि त, यो हुने कुरा हो, अहिले हुने कुरा, म गर्न तयार छु, म गर्छु भन्ने त कोही न कोही चाहियो नि त होइन।